गर्छौँ। कतिको खुसी हुनुहुन्छ यहाँको परम मित्र बालेन्द्र शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ? जनताले चुन्नु हो, अब जनता नै सार्वभौम हुन्छ। जनताले जसलाई चुन्नु हो उसलाई हामीले मान्नुको विकल्प छैन। जस्तो कि यो तुइनलाई विस्थापन गरेर यहाँले झोलुङ्गे पुलको जुन अभियान लिनुभयो यो अहिले पछिल्लो समय अत्याधिक विवादमा छ, के भन्नुहुन्छ यो बारे चाहिँ हजुरले? विवाद छैन, त्यहाँ हामी झोलुङ्गे पुल बनाउँछौँ। टोलीले स्टडी गरिरहेछ। हजुर फर्केपछि अर्को टोली हामी कन्स्ट्रक्सनको टोली जान्छौँ। भनेपछि त्यो विषयमा तपाईँहरूको अहिले स्टडी भइराखेको छ? हजुर राष्ट्रिय स्वतन्त्र पार्टीले सजिलैसँग सरकार बनाउने अवस्था छ र 2/3 का लागि तपाईहरुको साल र सहयोग आवश्यकता पर्ने देखिन्छ। यो अवस्थामा श्रम संस्कृति पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 को लागि आवश्यक पर्यो भने कसरी सहयोग गर्छ? अब के को लागि 2/3 उहाँहरूलाई चाहिन्छ पहिला त त्यो कुरा हामी बुझ्छौँ होइन। अब उहाँहरूलाई 2/3 के को लागि चाहिने हो भन्ने कुरा बुझ्छौँ। त्यस पछाडि राम्रो कुरा हो भनेदेखि मैले अघि भनिहालेँ है, राम्रो कामको लागि हामीले सधैँभरि सबैलाई नै सहयोग गर्ने हाम्रो चाहिँ के अरे रहन्छ। अब नराम्रो काम हुन्छ यदि भने चाहिँ फेरि जस्तो कि तपाईहरु यदि राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि अवस्थामा कुनै पनि ठाउँमा सरकारमा सहभागी हुनुहोस् भनेर त्यो हाम्रो अहिले छैन। सरकारमा सहभागी हामीलाई त्यो म्यान्डेट होइन। यदि देश बनाउने अभियानमा म्यान्डेट भन्दा पनि आउनुहोस् भन्नु भने के? हामीलाई म्यान्डेट त्यो छैन होइन। हामीले त्यो विषयमा सोचेका छौँ। हामी म्यान्डेट त्यो छैन नि त, सरकार चला भन्ने म्यान्डेटै होइन। तपाईले बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभन्दा रवि लामिछाने बन्नुपर्छ भनेर एकपटक होइन पटक पटक भन्नु भएको छ कि किन भन्नु? अब त्यो मैले भने कारण त्यसको पनि कारण छ। उहाँ चाहिँ भनेपछि बोल्ने मान्छे प्रधानमन्त्री हुँदा बेस भन्नु भएको थियो नि। प्रतिपक्षले त प्रश्नहरू गर्छ, प्रश्नमा उत्तरहरू बोल्न सक्ने भन्न खोज्नु भएको काम गर्न सक्ने भन्न खोज्नु। यस्तो छ। अब हामी भनेको आवाज उठाउने ठाउँमा छौँ। हामीले सोधेका जनताको प्रश्नहरूको उत्तर चाहिँ होइन बिहालो गरेर होइन तपाईँको चाहिँ के अरे विस्तारमा है दिन सक्ने समय दिन सक्ने खालको मान्छे चाहिन्छ भन्न खोजेको। चुनाव अगाडि त मै प्रधानमन्त्री बन्छु म प्रधानमन्त्री बन्छु भनेर ठोकुवा गर्नु भएको थियो। सबै जति पनि सभामा जानुहुन्थ्यो सबैले भने प्रधानमन्त्री बन्छ सबैले भने त्यो स्थिति बनेन। सबैले भने त्यो सबैले भने केपी ओलीले पनि भनेको थियो, गगन थापाले पनि भनेको थियो, कुलमान घिसिङले पनि भनेको थियो, अर्को साथीले पनि भनेपछि नेताहरूको बोलीमा विश्वसनीयता हुँदैन रहेछ भन्ने कुराले होइन। विश्वसनीयता त यस्तो छ, जनताले चुनेको भए हुन्थ्यो। अब जनताले चुनेन, त्यसमा अब जनताको फेरि निर्णयभन्दा ठुलो त मेरो तपाईँको बोली त होइन। समीक्षा गरौँ न किन चुनेन? त्यो अब जनतालाई नै सोध्नुपर्छ। अनि तपाईहरुले चाहिँ आन्तरिक समीक्षा गर्नु भएको छैन? जनतालाई नै सोध्नुपर्छ। त्यो एउटा लहर थियो, लहर र लहर है। यति भनौँ यस्तो छ। त्यो तपाईँको चाहिँ हाम्रो सिमानामा हो भने बनाउनु हुँदैन भन्छु म। हाम्रो भूगोलभित्र पनि हुँदैन, हाम्रो भूगोलमा हो भने हुँदैन भन्छु म। अब संसदको पहिलो बैठक पनि हुँदैछ। पहिलो बैठकमै तपाईले एमसीसीको विषय उठाउँछु भनेर भन्नुभएको छ। हामी त्यो प्रस्ताव पेश गर्छौँ। प्रस्ताव पेश गर्नुहुन्छ? तारचुलाको पुलको विषयमा के छ तपाईको? बनाउँछौँ अब त्यति भनौँ है। अहिले यहाँका सांसदहरूले त विरोध गरिराखेका छन्। यो हर्क सम्मानले चाहिँ त्यसो भने उहाँहरूले बनाउँदा हुन्थ्यो नि त। विरोध गर्नुहुन्छ भने उहाँहरूले बनाउँदा हुन्छ। श्रम संस्कृति पार्टीले भत्किएको जलेको सिंहदरबार आफ्नो क्याम्पेन लगेर सिंहदरबार बनाउँछ भन्ने आएको छ, के भन्नुहुन्छ? अब त्यो काम गर्ने औजार चाहिँ अर्कै पार्टीलाई दिएको छ होइन। जनताले औजार बिना हामीले काम कसरी गर्ने होला र, तर पनि त्यसमा हामी सोध्छौँ। तर श्रम गरेर चाहिँ हामी देश सिंहदरबारमा बेलचा चल्छ? हजुर सिंहदरबारमा बेलचा चल्छ? सिंहदरबारभित्र चलाउनु पर्छ होला है। हस् यति भन्नु ल। हस् यहाँ सबैजनालाई ल नमस्कार छ है।